सबैजनालाई स्वागत छ। आज हामी 3वटा प्रश्नहरूको समाधान सहित आएका छौँ। पहिलो प्रश्न, नेपालका नदीहरूलाई कति स्तरमा विभाजन गरिएको छ? त्यस्तै गरी जलसम्पदाको महत्त्व र वैदेशिक रोजगारी र यसमा रहेका चुनौतीहरूको बारेमा हामी आज छलफल गर्नेछौँ। पहिलो प्रश्न रहेको छ, नेपालका नदीहरूलाई कति स्तरमा विभाजन गरिएको छ भनेको छ। नेपालका नदीहरूको विभाजन, नेपाललाई साना ठुला गरी करिब 6000 भन्दा बढी नदीहरू रहेका छन्। नेपालका नदीहरूलाई उत्पत्ति र पानीको परिमाणको आधारमा 3 स्तरमा विभाजन गरिएको छ, जसमध्ये पहिलो स्तरको नदी, दोस्रो स्तरको नदी र तेस्रो स्तरको नदी भनेर छुट्याइएको छ। पहिलो स्तरका नदी हिमालय क्षेत्रको हिउँ पग्लेर उत्पत्ति भई बहने स्थायी प्रकृतिका नदीहरू हुन्। हिमालय क्षेत्रको हिउँ पग्लेर बनेका नदीहरू पहिलो स्तरका हुन् भने यिनीहरू मुख्य 3वटा नदीहरू सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णाली र महाकाली अन्तर्गत पर्दछन्। कोशी, गण्डकी, कर्णाली र महाकाली पर्दछन् भने सिँचाइ तथा ठुला जलविद्युतका लागि उपयुक्त मानिन्छन् पहिलो स्तरका नदीहरू। दोस्रो स्तरको नदी भनेको हिमालय पर्वतभन्दा तल महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति हुन्छन् र निरन्तर बगिरहने नदी दोस्रो स्तरका नदीहरू हुन्। यस अन्तर्गत मेची, राप्ती, कन्काई, बागमती, मोहना, कमला, बाणगङ्गा, तिनहु आदि पर्छन्। यसलाई कसरी सम्झिने भने मेरा कबा मो कबा भनेर मेची, राप्ती, कन्काई, बागमती, मोहना, कमला, बाणगङ्गा, तिनहु मेरा कबा मो कबा दोस्रो स्तरका नदीहरू हुन् भने यस्ता नदीहरू साना जलविद्युत र सिँचाइका लागि बढी उपयुक्त मानिन्छन्। त्यसै गरी तेस्रो स्तरका नदीहरू महाभारत श्रृङ्खलाभन्दा तल शिवालिक पर्वतको चुरेबाट उत्पत्ति भएका नदीहरू हुन्। यस अन्तर्गत सिर्सिया, तिलावे, डन्डुवा आदि नदीहरू पर्छन्। वर्षाको मौसममा ठुलो रूपमा उत्पत्ति हुने र हिउँदमा सुक्ने अस्थायी प्रकृतिका नदीहरू तेस्रो स्तरका नदीहरू हुन्। यिनीहरू बर्खे खेती र अस्थायी सिँचाइका लागि बढी उपयोगी मानिन्छन्। त्यस्तै गरी आजका लागि दोस्रो प्रश्न, नेपालमा जलसम्पदाको महत्त्वबारे छोटकरीमा उल्लेख गर्नुहोस्। जलसम्पदा, जल प्राप्त हुने प्राकृतिक स्रोतहरू नदी, हिमनदी, हिमताल आदिको समग्र रूप नै जलसम्पदा हो। जलसम्पदाको हिसाबमा नेपाल एसियामा पहिलो र विश्वमा दोस्रो धनी देश मानिन्छ। जलसम्पदाको महत्त्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ। दैनिक रूपमा पिउने पानी तथा अन्य घरायसी प्रयोजनका लागि, त्यसै गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि समेत जलसम्पदाको उपयोग गरिन्छ। नेपाल कृषि प्रधान देश भएकाले जलसम्पदा कृषिका लागि अत्यन्त उपयोगी मानिन्छ। त्यसै गरी नेपालमा 83,000 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको डाक्टर हरिमान श्रेष्ठको प्रतिवेदनले देखाएको थियो। त्यसैले जलविद्युत उत्पादन गरी आर्थिक विकासको आधार बनाउन पनि जलसम्पदाको उपयोग गर्न सकिन्छ, जसबाट उत्पादित विद्युत शक्तिलाई निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। नेपालबाट भारतमा राम्रो व्यापार गर्न सकिएमा विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहेको छ। त्यसै गरी जलसम्पदाको उपयोग सिँचाइका लागि प्रयोग गर्न सकिन्छ। त्यसै गरी पर्यटन व्यवसाय सञ्चालन गर्नका लागि ऱ्याफ्टिङ, बन्जी जम्पहरू जस्ता मनोरञ्जनीय कार्यक्रमहरू सञ्चालन गर्नका लागि पनि जलसम्पदाको उपयोग गर्न सकिन्छ। जल यातायात सञ्चालन गर्न, ऱ्याफ्टिङ, बोटिङ गर्नका लागि समेत जलसम्पदा उपयोगी हुन्छ। मत्स्यपालन व्यवसाय सञ्चालन गर्न पनि, त्यसै गरी ऱ्याफ्टिङ, बन्जी जम्पिङ र फिसिङ जस्ता मनोरञ्जनका कार्यक्रमहरू सञ्चालन गर्नका लागि समेत जलसम्पदाको उपयोग गर्न सकिन्छ। जैव विविधता सञ्चालन गरी वातावरणीय सन्तुलन कायम गर्न जलसम्पदाको महत्त्व रहन्छ। त्यसै गरी धार्मिक पवित्रताको सम्वर्धन गर्नका लागि समेत जलसम्पदाको उपयोग गर्न सकिन्छ। जस्तै छठ पर्वमा पानीमा गएर स्नान गर्ने परम्परा नेपालको तराई भेगमा देखिँदै आएको छ। त्यसै गरी यसको अन्त्यमा नेपालको जलसम्पदाको
उचित प्रयोग गर्न सकेमा आर्थिक वृद्धि र विकासको आधार सृजना भई समग्र मुलुकले विकासको दिशातर्फ गति लिने देखिन्छ भनेर जल सम्पदाको महत्त्व बारे हामीले यसरी व्याख्या गर्न सक्छौँ। आजको लागि अन्तिम प्रश्न, वैदेशिक रोजगारी भन्नाले के बुझिन्छ? हरेक वर्ष अधिकतम नेपालीहरू रोजगारीका लागि विदेश निका कारणहरू उल्लेख गर्दै विदेशमा नेपालीले सामना गर्नुपर्ने चुनौतीहरू लेख्नुहोस् भनेर 10 नम्बरका लागि सोधिएको प्रश्न छ। पहिले वैदेशिक रोजगारीको परिभाषा दिउँ। एक देशको जनशक्ति अर्थोपार्जनको उद्देश्यले अर्को देशमा गई उक्त देशको प्रचलित कानुन बमोजिम काम गर्नु वैदेशिक रोजगारी हो भन्न सकिन्छ। विशेष गरी विकासोन्मुख देशबाट आर्थिक आर्जन गर्ने उद्देश्यले विकसित देशमा श्रम शक्ति आपूर्ति हुने गर्दछ। यसरी विभिन्न दक्ष, अर्धदक्ष र अदक्ष मानिसहरू आफ्नो देशबाट अर्को देशमा पैसा कमाउने उद्देश्यले जानु र काम गर्नु वैदेशिक रोजगारी हो भन्न सकिन्छ। रोजगारीका लागि विदेश हिँड्नुका कारणहरू निम्नानुसार प्रस्तुत गर्न सकिन्छ। गरिबी र बेरोजगारीका कारण मुलुकमा अर्थोपार्जनको वातावरण नहुनाले, देशमा विद्यमान गरिबी र बेरोजगारीका कारण रोजगारीको अवसर कमी हुनुको कारणले, त्यस्तै जनसङ्ख्या वृद्धि भएको बमोजिम स्वदेशमा रोजगारीको अभाव भएका कारण, विगतमा लामो राजनीतिक अस्थिरताका कारणले गर्दा रोजगारी सृजना हुन नसक्ने, त्यस्तै गरी कृषि क्षेत्रमा व्यवसाय तथा आधुनिकीकरणको अभाव हुने, त्यस्तै गरी उद्योग धन्दाको विकास र संरक्षणमा कमी हुनु, भएका उद्योग धन्दाहरू पनि बन्द हुने अवस्थामा पुग्ने, देशमा उपलब्ध रोजगारीका पारिश्रमिक अनुसार दियाला उपलब्ध नहुनु, युवाहरूमा उद्यमशीलताको अभाव देखिनु, त्यस्तै गरी उद्यम गर्ने वातावरणको पनि अभाव हुनु, त्यस्तै गरी औद्योगिक सम्बन्ध मजबुत नहुनु, विदेशी लगानीकर्ताहरूको समेत नेपालमा उत्साहमूलक सहभागिता नहुनु, त्यस्तै गरी युवाहरूमा वैदेशिक आय र उच्च जीवनस्तरको अभिलाषा रहनु। यी रोजगारीका लागि विदेशीका मुख्य कारणहरू रहेका छन् भने वैदेशिक रोजगारीमा युवाले भोग्नु परेका चुनौतीहरू, समस्याहरू के छन् भनेर यसरी प्रस्तुत गर्न सकिन्छ। दलालबाट ठगिन गरिब नेपालीले घरखेत बेच्नुपर्ने अवस्था सिर्जना भएको, विभिन्न किसिमका सक्षम समस्या सिर्जना हुने गरेको, भाषा र सिपको अभावका कारण काम गर्न नसक्नु, त्यस्तै गरी न्यून ज्यालामा जोखिमपूर्ण काम गर्न बाध्य हुनु, चोरी लुटपाट हत्याहिंसा जस्ता गतिविधिहरूमा संलग्न रहनु र चोरी लुटपाटका घटनाहरूको शिकार हुने, त्यसै गरी नेपालीहरूलाई विदेशी भूमिमा विभिन्न झुटा आरोपहरू लाग्ने, यौन तथा शारीरिक शोषणमा पर्नु, राजदूतावासहरूको तथा श्रम सहकारीहरूले प्रभावकारी नेतृत्व लिन नसक्नु, समन्वय गर्न नसक्नु, सञ्चारमा समस्या हुनु, भाषागत तथा व्यक्तिगत समस्याहरू हावी हुनु, धर्म, संस्कृति र जीवनशैलीमा पृथक हुनु, अत्याधिक गर्मी, अत्याधिक चिसो, मौसमका अनुकूलताका कारण विदेशमा काम गर्न नसक्नु, समस्यामा परेपछि उद्धार हुन निकै समय लाग्नु वा उद्धारै नहुनु, आर्जित सम्पत्तिहरू विप्रेषणको दुरुपयोग हुनु, नेपालमा पठाइएको विप्रेषण रेमिटेन्सको दुरुपयोग हुनु, नेपालमा कामदारहरूले सम्झौता अनुरूप काम, सेवा, शर्त, सुविधाहरू नपाउनु, वैदेशिक रोजगारीमा रहेका चुनौतीहरू रहेका छन् भने यसको निष्कर्षमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न स्वदेशमा नै रोजगारी सृजना गर्नतर्फ लाग्नुपर्ने देखिन्छ भनेर हामीले लेख्न सक्छौँ। ध्यानपूर्वक सुनिदिनु भएमा धन्यवाद। मेहनत गर्दै गर्नुहोला।